यदि यीशु ख्रीष्ट चाहिँ तपाईँको बाटो हुनुहुन्छ भने कुनै रीतिले तपाईँले बाटो बिराउनु हुने छैन। यीशु ख्रीष्ट यदि तपाईँको सत्य हुनुहुन्छ भने अधर्मका कुराहरू, झुट्टा कुराहरू, भ्रमाउने कुराहरू, असत्यका कुराहरूले तपाईँलाई छल गर्न पाउने छैन। र यदि यीशु ख्रीष्ट चाहिँ तपाईँको जीवन हुनुहुन्छ भने तपाईँको जीवनमा मृत्युको परिस्थितिहरू तपाईँले अनुभव गर्न पर्ने छैन, किनभने यीशु ख्रीष्टले तपाईँलाई जीवन दिनुभएको छ र त्यो पनि प्रशस्त मात्रामा दिनुभएको छ। यूहन्ना 14:6ले यसरी नै बताउँदछ कि येशूले भन्नुभयो कि बाटो, सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोहीद्वारा पनि पिता कहाँ आउन सक्दैन। सो येशू ख्रीष्टलाई विश्वास गर्नु भनेको चाहिँ धर्म परिवर्तन गर्नु होइन, तर येशू ख्रीष्टलाई विश्वास गर्नु भनेको चाहिँ पापको क्षमा र अनन्तको जीवनलाई ग्रहण गर्नु हो। अनि त्यो पनि बाटो अपनाउनु हो, सत्यलाई ग्रहण गर्नु हो र जीवनलाई ग्रहण गर्नु हो। आमेन, आमेन।